राष्ट्रिय परिचय पत्रको फारम बुझाइ बायोमेट्रिक गरिसकेपछि प्रिन्ट भयो कि भएन भनेर चेक गर्ने तरिकाको भिडियोको लागि नेपाली ज्ञानको आजको यो एपिसोडमा स्वागत छ। सदाझै प्रयोग गरिरहने आफ्नो ब्राउजर खोल्नुस्। मैले यहाँ गुगल क्रोम युज गरेँ र सर्च बारमा गएर सर्च गर्नुस् नेसनल आइडेन्टिटी कार्ड नेपाल। सर्च गरिसके पछाडि स्क्रिनमा जस्तै तपाईँको डिभाइसमा पनि आउने छ, मोबाइल या ल्यापटप कम्प्युटर जे चलाउनुहुन्छ त्यो आइसके पछाडि तपाईलाई यहाँनिर अप्सनहरू रहेको छ, जसमध्ये चाहिँ तपाईले छान्नुपर्ने छ चेक नेसनल आइडेन्टिटी कार्ड स्ट्याटस भन्ने अप्सन चेक गर्नुपर्ने छ, क्लिक गर्नुपर्ने छ र यहाँनिर यो लेफ्ट कर्नरतिर एनआइडी कार्ड स्ट्याटस भन्ने अप्सन छ, यसमा क्लिक गरेर पनि आउन सक्नुहुन्छ। तर यो डाइरेक्ट लिङ्कबाट आएको कारणले चाहिँ हामीले त्यो क्लिक नगरे पनि हुन्छ। रिक्वेस्ट नम्बरमा चाहिँ तपाईले आवेदन नम्बर राख्न सक्नुहुन्छ र आवेदन नम्बर राखेर तल दिएको क्याप्चा भरेर चाहिँ तपाईले सर्च बटन क्लिक गर्नुभयो भने आफ्नो डिटेल आइहाल्छ। र तपाईले आवेदन नम्बरबाट गर्दैन भन्नुहुन्छ भने राष्ट्रिय परिचय पत्र नम्बर पनि छ, त्यो नम्बर तपाईले प्रयोग गर्न सक्नुहुन्छ। जुन यो दुईटै कुरा चाहिँ सँगसँगै राष्ट्रिय परिचय पत्रको यो जुन फारम छ त्यसमा पाइहाल्नुहुन्छ। जुन यो कुरा चाहिँ तपाईले जब बायोमेट्रिक दिनुहुन्छ त्यस बायोमेट्रिक दिइसके पछाडि चाहिँ प्राप्त गर्ने कुराहरू यिनीहरू तपाईले प्रिन्ट आउट पाउनुहुन्छ प्रशासनबाट। सो जुन सजिलो लाग्छ तपाईले त्यो नम्बर राखेर चाहिँ यहाँनिर दिएको क्याप्चा क्लिक गरेर तपाईले सर्च बटनमा क्लिक गर्नुहुन्छ। क्लिक गरिसके पछाडि यहाँनिर चाहिँ तपाईको आइडेन्टिटी कार्ड प्रिन्ट भयो कि भएन हैन, यहाँ प्रोसेस के छ त्यो यहाँ स्ट्याटस देखाउँछ। यहाँनिर चाहिँ यो कार्ड चाहिँ प्रिन्टिङ प्रोसेसमा छ भनेर देखाएको छ। सो प्रिन्टिङ भइसके पछाडि प्रिन्ट भइसक्यो भनेर यहाँनिर इन्फर्मेसन दिन्छ। सो यसरी चाहिँ हामीले राष्ट्रिय परिचय पत्र प्रिन्ट भयो कि भएन भनेर स्ट्याटस चेक गर्न सक्छौँ। सो यदि राष्ट्रिय परिचय पत्रको विवरण हेर्ने वा बिना राष्ट्रिय परिचय पत्र नम्बर आफ्नो विवरण हेर्न चाहनुहुन्छ भने स्क्रिनमा रहेको भिडियो हेर्नुहोला। धन्यवाद।